हेलो 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 दर्शन नमस्ते सम्पूर्णमा। यति बेला म चाहिँ प्युठान नगरपालिका 6 को काफलबुटाबाट मेरो सिनहरू जोड्ने जमर्कोमा जुटेको छु। आजको बसाइमा मैले काफलबुटाबाट केही झलकहरूलाई प्रस्तुत गरिरहेको छु र काफलबुटाबाट लिएका झलकहरू टुनीखर्क, लम्छ्याङ, कोट, बिर्तीथान प्लस तल मैदान प्लस भित्रीकोट हुँदै त्यहाँबाट झर्नेछु बिजुवार क्याम्पस लिएर। पक्कै पनि यो चाहिँ मैले पढेको 5 सम्म पढेको स्कुललाई देखाएँ। यति बेला मैले यो काफलबुटा हो, श्री सिद्ध भूमिलिएर ढाँडसा प्युठान भनेर चाहिँ यसको नाम रहेको छ। काफलबुटाको सानो गाउँलाई पनि म यति बेला देखाएँ, क्यामेरामा कैद गरेँ। पक्कै पनि को कहाँदेखि हेर्दै हुनुहुन्छ त्यसको चाहिँ कमेन्ट चाहिँ गर्नु होला, किनकि मेरो भिडियो कहाँसम्म पुग्यो त। मैले यति बेला प्युठान नगरपालिका 6बाट लिएका सिनहरू कुन कुन ठाउँ कुन कुन देशसम्म पुग्यो त भन्ने कुरो मलाई पनि केही चासो हुन्छ, जिज्ञासा हुन्छ। तसर्थ पनि कहाँ कहाँसम्म पुग्यो त ठाउँको नाम चाहिँ कमेन्टमा भन्नुहोला। पानी पर्ने एकदमै सम्भावना छ, अलिकति धमिलो छ मौसम चाहिँ। मैले सरस्वती सिनहरूलाई जोड्दै केही वाचन गर्दै हिँडिरहेको छु। चिनेको घरहरूलाई पनि म भन्ने छु। तल टुनीखर्कको सिन पनि जोडेँ, चाउगेको सिन पनि जोडिसकेको छु। पक्कै पनि सिनहरू देखेर चिन्नुहुन्छ धेरैले, यो बेल्टका व्यक्तिहरूले पक्कै चिन्नुहुन्छ। म यति बेला लम्छ्याङ स्कुलमा पनि पुगिसकेँ। नयाँ भवन बन्दैछ। यति बेला मैले बिचबिचका छोटो मात्र सिनहरू जोडेको छु। म लामो क्लिप्स लिएको छैन, किनकि यात्रा अलि लामो छ। तसर्थ पनि यात्रा लामो भएको हुँदा छोटो सिनलाई लिएँ। यो स्कुल चाहिँ मैले 10सम्म पढेको स्कुल, 6 देखि 10सम्म पढेको स्कुल हो, श्री धर्मावती माध्यमिक विद्यालय। म बालराम कहाँ पनि पुगेँ र छोटो सिन लिएँ। स्मरणको लागि यो सिनहरू पोस्ट गर्नेछु, किनकि सधैँभरि यसरी भेटघाट नहुने हुँदा मैले बिचबिचमा देखिएका सम्पूर्ण व्यक्तिहरूदेखि लिएर सबैलाई सिन जोडेको छु। यति बेला वार्ड नम्बर 6 को कार्यालयलाई पनि देखाएँ। यहाँबाट माथि लम्छ्याङतिरको सिन पनि जोडेँ। म यस्तै सिनहरू जोड्दै भित्रीकोटसम्म पुग्नेछु। पक्कै पनि अन्त्यसम्म हेर्न नभुल्नु होला। म अन्त्यसम्मका सिनहरू जोड्नेछु र प्रस्तुत गर्ने चाहिँ पल्ल मात्र पोस्ट गर्नेछु। यति बेला हिँड्दैछु म माथि सुनार देउलीको थानको आसपास लिएर पुगिरहेको छु। म बोलिरहेको छु। व्याकरणमा झुलेलीको डाँडोलाई पक्कै पनि चिन्न सक्नुहुनेछ। हिँड्दैछु, छोटो मिठो मेरो सिनहरूलाई पनि जोड्दैछु। देउलीको थान बराहमष्ट, यस बराहमष्टले सबैलाई रक्षा गरून्। फुर्केथुमको केही इलाका पनि देखाएँ। पोइ पानीको केही सिन पनि जोडेँ। नानी बाबुहरू स्कुल आउँदैछन्, सबैलाई जोड्दैछु। छोटो क्लिप्सहरू जोड्दै फुर्केथुमको फेरि गाउँ बारीहरूलाई पनि जोडेँ। मकै छरिरहेको छ। आजको बसाइमा मैले धेरै लामो सिनहरू जोडेन, छोटो क्लिप्स मात्रै जोड्दै अगाडि बढ्दैछु, हिँड्दैछु। कोटा हाम्रो देउली गर्ने थान कहाँ पनि म पुगेँ। तलबाट जोडेँ शालिग्राम बाजेको घर। पक्कै पनि यस्तै नयाँ सिनहरू जोड्ने क्रममा आजको बसाइमा चाहिँ मैले प्युठान नगरपालिका 6 को सिनहरूलाई जोडिरहेको छु। मेरो लागि यो नयाँ त होइन, तर म धेरै वर्षपछि यो ठाउँमा आउने एउटा मौका मिलेको छ। तसर्थ पनि मैले जोड्दै हिँडिरहेको छु। जन्म ठाउँ धेरै वर्षपछि आउँदा प्यारो लाग्छ अवश्य पनि। सबै ठाउँको नाम मैले भन्न नसक्ला। ठाउँको नाम भन्ने चाहिँ जिम्मा तपाईँको पनि रहनेछ। आफ्नो ठाउँ पक्कै पनि चिन्न सक्नुहुन्छ होला। सर्ट क्लिप्सहरू लिँदै म झर्दैछु। म आज पनि एकदमै हतारमै छु। म प्राय गरी हतारमै रहन्छु, किनकि गन्तव्य अलि टाढा रहन्छ। त्यसले पनि हतारमा केही सिनहरू जोड्दै छोटो मिठो क्लिप्सहरू जोड्दै अगाडि बढ्दै गरेको हुन्छु। म भित्रीकोटको गेटमा पनि पुगिसकेँ। भित्रीकोट मन्दिर प्रवेश गर्ने जुन सिँढीबाट म उक्लिरहेको छु। माथिका सिन पनि छोटो मिठो सिन जोड्दै म फेरि तल झर्नेछु। आजको यात्रा बिजुवार गएर अन्त्य रहनेछ र बिचमा रहेका केही सिनहरू जोडेर मैले यात्राको
विसर्जन गर्नेछु। पक्कै पनि यति बेला म भित्रीकोट मन्दिर परिसरमा आइसकेँ। राजाहरूले राज गरेको जुन राजदरबार भएको जुन भवन तर्फ प्रवेश गरिरहेको छु। पहिलाका 22 र 24 राज्यहरू बस्ने ठाउँमा म पुग्दैछु। पक्कै पनि अन्त्यसम्म हेर्नुहोला के छ कस्तो छ अहिलेको अवस्था के छ, म सबै देखाउने छु। अग्लो डाँडामा बसेका रहेछन् पहिलाका राजाहरू। राजदरबार देखिसकेको छ, दरबार यही नै रहेको छ। दरबारभित्रका रहस्यहरू थिए होलान्, तर अहिले सबै नष्ट भइसक्यो, सायद चोरी चकारी भइसक्यो होला। यहाँका मूर्तिदेखि लिएर एउटा ऐतिहासिक तत्त्वहरू सायद सबै चोरिए होलान्। अहिले नर्मल्ली ढोकाहरू पुरै खुल्ला छ, भित्र अँध्यारो छ। म जोड्दैछु, ढुङ्गा लगाएको छ, त्यो राम्रो छ छनलाई। यो मन्दिर भयो। यति बेला मन्दिरतर्फ पनि मैले देखाएँ, घन्टी पनि बजाउँदैछु म, घन्टी बजाएँ। पक्कै पनि यो साउन्ड चाहिँ म्युट गरेको छु। दरबारबाट देखिएका पछिल्लोतिरका सिनहरू। सिन जोड्दै म अब यहाँबाट पनि फिर्ता हुने तर्फमा जुटेको छु। यहाँका सिनहरू यही नै रहेको छ। दरबारलाई मैले देखाइसकेँ। सोकेसहरू फुटालिएको छ, तोडफोड भएको छ। यहाँनिर एउटा बाजा पनि रहेछ, बाजालाई पनि जोडेँ। यहाँका ऐतिहासिक केही तत्त्व थिए होलान्, सायद सबै चोरी भयो होला जहाँसम्म लाग्छ, छैनन् अहिले। यहाँ मर्मत सम्हार हुँदैछ बिस्तारै बिस्तारै। भवनको केही मर्मत भइरहेको छ। विभिन्न ठाउँका सिनहरू जोड्ने क्रममा आजको बसाइमा प्युठान नगरपालिका 6 को काफ्लुटादेखि भित्रीकोट हुँदैसम्मका सिनहरू जोडेछु। तलको गुफा जुन राजाहरू पहिला यहाँबाट छिरेर तल बागदुल्ला निस्किन्थे भन्ने एउटा किंवदन्ती भनाइ छ। त्यो हो होइन, गुफा त भित्र गहिरोसम्म देखिएन, त्यही पनि भनाइ छ। त्यही भनाइलाई नै हामीले आधार मान्ने हो। म त्यहाँबाट निस्किसकेर तल पार्क लिएर आइसकेँ। तल पनि एउटा पार्क रहेछ, सो पार्क पनि एकदमै नष्ट भएको अवस्थामा छ। त्यति राम्रो मर्मत सम्हार छैन, सबै भत्किएको अवस्थामा छ पार्क पनि। पार्कबाट तल टारी बिजुवारका फाँटहरू मैले देखाउँदैछु। यति बेला सबै बिजुवार बसपार्कदेखि लिएर प्युठानका फाँटहरू अलिकति धमिलो देखिएको छ। आज पानी पर्ने सम्भावना तीव्र छ। आजको दिन रहेको छ 2082 साल वैशाख महिनाको 8 गते। यो 8 गतेको बिहानी सेवामा मेरो यात्रा सुरु भएको थियो। सम्भवतः दिनभरि नै मेरो यात्रा रहनेछ। करिब 8-9 मिनटको भिडियोमा मैले जोड्न सक्ने जति मेन इलाकाहरू जोड्नेछु। यहाँनिर भित्रीकोट जाने जुन बाटोहरू निर्माण हुँदैछन्। पक्कै पनि यतिन्जेल हेरेर साथ दिनुभयो, सुनेर साथ दिनुभयो, तपाईँ सबैलाई धेरै धेरै धन्यवाद भन्दै आजको बसाइलाई यही बिट मार्ने तर्फमा जुटेको छु। पक्कै पनि कस्तो लाग्छ हेरेर जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्न पनि नभुल्नुहोला। जाँदा जाँदै सबैलाई मिठो सम्झना भन्दै म सञ्चालक भरत भण्डारी पनि आज्ञा चाहन्छु। हवस् त, तपाईँको बाँकी पल शुभ रहोस्। धन्यवाद। भिडियोहरू हेर्दै गर्नुहोला, फुल वाच गर्नुहोला।